के छ हालखबर सबैलाई सन्चै राम्रै होला। सो साथीहरू आज चाहिँ हामी आएका छौँ दियाना जू। यहाँ चाहिँ चिडियाघरमा आएका छौँ अनि बाघ चाहिँ उता भित्र छ, अहिले उता जाने हो। यहाँ चाहिँ के भन्छन् यसलाई स्याल हो कि के हो, यसको हाइना र ज्याकलको यता जू छ। सो साथीहरू यहाँ आएको छ यो ज्याकल, नेपालमा स्यालको स्याल भन्छन् नि। सो साथीहरू यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यसको नाम कमेन्टमा लेख्नु होला के हो भनेर। यो कस्तो लाग्यो तिमीलाई? साथीहरू मौसम पनि एकदम राम्रै छ। हामी सँगै हुँदाखेरि मौसम राम्रो नहोस् यस्तो कहिले पनि हुँदैन, एकदम मौसम राम्रो बनेको छ। यसमा डिटेल यहाँ छ, यसलाई इग्नोर गर्नुहुन्छ। अहिले चाहिँ यिनीहरूले अपग्रेड गरेका छन्, यहाँ चितुवाले राखेका छन्। पहिला त यहाँ थिएन। यही छ उमेर चाहिँ उहाँ सामुन्ने आराम गरिरहेछन् गर्मीले हुँदाखेरि। कस्तो लाग्यो तिमीले बाघ देखेर? पहिलोचोटि देखेको नि तिमीले बाघ होइन? मोर पनि छ अनि जरायोहरू, काला हिरण पनि छ। यो धेरै दुर्लभ हिरण हो, बहुत कम उसमा भेटिन्छ यो जरायो। बारेमा डिटेल दिएको छ। साथीहरू यो चाहिँ चिन्नुभयो होला, यसलाई नेपालमा राते भन्छन्, मेरो ख्याल त्यही नै हो। उहाँ बसेर हेरेछ यसलाई साम्बर डियर भन्छन्। सामुन देख्ने हुनुहुन्छ 300 किलोसम्म हुन्छ यो। उहाँ सामुन देख्नु मस्तै छन्। यो चाहिँ यसलाई के भन्छन् नेपालमा? लामखुट्टे भन्नुहुन्छ होइन? यो त होइन लामखुट्टे होइन, यो त सिल्भर फिजेन्ट हो। वन कुखुराको भराइटी हो। के भन्छन् यसको चाहिँ नाम कमेन्ट गर्नु होला है साथीहरू। अहिले चाहिँ हामी भित्र जाँदैछौँ बाघ हेर्नको लागि। यसको लागि अलग टिकट लाग्छ, 50 रुपियाँ टिकट, 50 दुईवटाको टिकट लागेको छ। किनभने हामी यो बसभित्रबाट जान्छौँ नि, भित्र बाघ खुल्ला हुन्छ, त्यही भएर। बङ्गाल टाइगर भन्छ नि, बङ्गाल टाइगर छ भित्र, त्यसलाई हेर्न जाँदैछौँ। यहाँ चाहिँ बसभित्र बसिसकेको छ। यस्तै ओपन हुन्छ कि जूमा राखेको हुन्न अनि देख्छ। पहिलोचोटि लाइफमा बाघ देख्दाखेरि कस्तो थियो भन न?